यस भिडियो हेरौँ है त ले साथी चाहिँ यहाँमाथि चढिरहेको छ तर ब्याटक साथी चढ्न नसकेको अवस्था साथीलाई ड्याम्मै ठाउँमै लागेको अवस्था ल परि एकदमै पर ल स्याबीले किन हान्दैछ नि बा ल भयो त्यहाँ गयो जिस्किएर हानेकै ठाउँमै लाग्यो ल फेरि छोरोले चाहिँ फेरि बजायो छोरीले बजायो बाउको त आज गाली चाहिँ ल पानी खनाएको छ खेतमा गुडुङ पारेर गाडी कुदाइरहेका छन् तर गाडी उतानो ट्याङ फेर आम्मामा यत्रो ज्यान चाहिँ उठ्नै नसक्ने ज्यान अनि साह्रै मजा लडिने अरे दिदी ओके साथीभाइले यहाँ कुदाइरहेका छन् कुरा आम्मामा त्यस्तो हिलोमा तर कटाउने चाहिँ कटाएको यार त्यस्तो हिलोमा पनि के भइरहेछ यहाँ हेर्दैछौँ गाडी कहाँ कुदाइरहेका छन् यस्तो हिलोमा गोरु गाडाहरू त साथीहरूले तान्न सक्छन् कि सक्दैन तर सकेन यहाँ पनि हेरौँ ल साथी लो ब्रेक फेल भएर चाहिँ गुटुङटुङ पारेर जङ्गलमा गएको अवस्था ल काचक्की चाहिँ भइगयो नि यार यहाँ साथी ल साथी साह्रै मजाले लडेको अवस्था यसरी चिप्ल्यो भने चाहिँ यस्तोमा फेरि त छेउमा ठोकियो भने यस्तो नमजाले देख्छ नि ल साथीले स्वेट्टा हान्यो कतातिर पो हान्यो त काचरी ओके साथी उडिरहेको छ ल साथीलाई साह्रै मजा लाग्यो साथी आज काम पुगे जस्तो छ ओ यहाँ चाहिँ टक्क लडेर भए पनि चुइजम चाहिँ खतरा भएन सत्ता होलमा जस्तो सुलित्त गयो के साथीहरू पुरा रमाइलोको साथ गइरहेका छन् तर सकिन उतानो ट्याङ पार लड्यो ल ओके ओ खतरा हो यार जम चाहिँ खतरा ल तर यस्तो खालकोमा बस्ने मान्छे उति मिठो गर्छ अलिकति ब्यालेन्स मिलेन भने फिन्ट्याक भएर यहाँ त दिदीको हालत के भयो धन्य मान्छेलाई केही नभएन है त ल अर्को हेरौँ ल त्यहाँ माथि साथी कसरी चढ्यो यार त्यही भित्र त मान्छे पो रहेछ त कसरी चढ्यो त साथी यार ओके यहाँ हेर्दैछौँ यो साथीलाई केले खेदायो साथीलाई ल किन कुद साथी केही त आएको छैन त केले खेदायो यार साथीलाई यहाँ चाहिँ के गर्न आँटेको रहेछ किन ल साथीहरू छक्क परेको अवस्था किन हाँस्यो ओके यहाँ मिलाइरहेको छ ओ ओहो फुट्ने सामान चाहिँ यस्तै हुन्छ क्या केयरफुल गरिएन भने यति गाह्रो हुन्छ यहाँ एउटाले गर्दाखेरि यहाँ अरू सामानहरू गयो क्या त्यही भएर फुट्ने सामानमा चाहिँ एकदम केयरफुल हुन्छ ल ओ के गरौँ अब यो फुट्ने सामान चाहिँ यस्तै एकचोटि लडेपछि सक्यो अब के गर्नु अब नउठाउनु नबनाउनु यति झ्याउ भयो कि यहाँ अब हेर त फसाद गाह्रो छ आमाले मारिहाल्छ कसरी हो यो मार्ने परा कसरी भयो यस्तो खाएर आएको छ के गर्दैछन् यहाँ ल अब यति डिलमा सामान राखेपछि नलड्ने कुरा हुन्छ त लडिहाल्छ नि यार ल तर ए गाडीमा के सामानहरू मिलाउँदैछन् दिदीले हेरौँ ओ कस्तो नल्याए तर केही भएन ठिक छ केही नभएको अवस्था लुगा लिएर आउँदैछिन् ल हेरौँ है त ल कस्तो मजाले लड्छ यार साथीले चाहिँ दराज उठाएको अवस्था हेर्न सक्छन् कि सक्दैन है त ल साथीले सक्छन् कि सक्दैन ओके ट्राई यु क्यान डु इट ब्रो तर सकिन्न अब यस्तो सामान उठाउँदाखेरि एक्लै कहाँ सक्छन् त्यहाँ दुईजना साथी हुनुपर्छ नि त्यो त एक्लै त इम्पोसिबल छ नि पोसिबल छ त छैन अलराइट गाइज थ्याङ्क यू सो मच भिडियो हेर्नुभयो भने त भिडियो मन पऱ्यो भने चाहिँ यसो सब्सक्राइब पनि गर्नुहोस् होला है त किनभने यस्तोमा रमाइलो खालको फनी फल्स रियाक्सन भिडियोहरू लिएर आउँदै गर्छ है त्यहाँ अर्को हप्ता भेटौँला हस्त धन्यवाद